वेलकम ब्याक टु माई डे 185। आज कति दिनपछि आएको पशुपतितिर एक्सर्साइज गर्न। दिल गार्डन भयो। रनिङ सुज निकालेर लगाए, साथमा हेडफोन पनि लगाए र बिहान बिहान म निस्केको रनिङ गर्दै एक्सर्साइज गर्नलाई। म एक हप्तादेखि खाली रुममै एक्सर्साइज गरेर बसिरहेको थिएँ। काममा हल्का बिजी पनि थिएँ र केही कुराको प्लानिङ गर्दै थिएँ। म केही दिनको लागि बाहिर जान लागेको छु, त्यही भएर टाइमिङहरू म्यानेज गर्दै थिएँ र बाहिर आउन भ्याइरहेको थिएन म। अब मेरो 12 को बोर्ड एक्जाम पनि आउँदैछ र त्यति बेलासम्म म हल्का बिजी नै हुन्छु। मेरो डेली वर्कआउटहरुमा हल्का कमी कमजोरी आइरहेको छ। त्यति राम्रोसँग आज भोलि एक्सर्साइज गर्न गरेको छैन। हल्का टेन्सन तनाव पनि बढ्दै गइरहेको छ 12 को बोर्ड एक्जाममा के हुन्छ भनेर। तर मेरो 12 क्लियर भएपछि म राम्रोसँग फोकस गर्छु मेरो फिजिकल फिटनेसतिर। मेरो पनि सपना छ एक दिन राम्रो फिजिक्स बनाउने र त्यसलाई पूरा गर्नलाई अहिलेदेखि भए नि अलिअलि मेहनत गर्दैछु। सायद वन डे राम्रो फिजिक्स अचिभ गर्न सक्छु होला। मेहनत गर्ने कहिले पनि छाड्दिन, यसरी नै मेहनत गरि नै राख्छु म। भने त एक किसिमले मेहनत नै सक्सेस हो। मेहनत गरे भने पो सक्सेस हुन्छ, गर्दै गरेन भने कहाँबाट हुन्छ। फर एक्जाम्पल हामीलाई कहीँ जानु छ भने खुट्टा सारेर हिँड्दै गयो भने पो पुग्छ त्यहाँ। खुट्टा सार्दै सारेन भने हिँड्दै हिँडेन भने कसरी पुग्छ त्यो ठाउँमा। लाइफ पनि यस्तै हो, मेहनत गरे भने सक्सेस हासिल हुन्छ, नत्र हुँदैन। बिलिभ इन योर सेल्फ एन्ड किप गोइङ अन।